स्कुल कलेज सबै सक्यो, सर्टिफिकेट नि हातमा आयो अनि लाइफ स्टार्ट नै भएन जस्तो लाग्यो भने इफ यु हेभ एभर फेल दिस, यो भिडियो तिम्रो लाग्यो। स्कुलमा हामीलाई यो सिकाउने गर्छन् कि पढ, इक्जाम देऊ, राम्रो मार्क्स ल्याऊ अनि लाइफ सेटल हुन्छ। तर इक्जाम पछि भनेको लाइफ एकदम डिफ्रेन्ट गेम हुन्छ। आज म तिमीलाई लाइफको बेसिक रुल्सहरू भन्दैछु, जुन कुरा चाहिँ स्कुलमा कहिले नि सिकाउँदैन, तर लाइफले हार्ड वेमा जहिले सिकाइरहेको हुन्छ। स्कुलमा सबैलाई सेम रुल एप्लाई हुन्छ, सेम सिलेबस, सेम इक्जाम, सेम टाइमिङ। लाइफमा हुँदैन, रुल सबैको लागि सेम हुँदैन। त्यसैले धेरै मान्छे पढाइमा राम्रो हुँदा पनि रियल लाइफमा चाहिँ कन्फ्युज हुन्छन्, स्ट्रगल गरिरहेको हुन्छन्। यो भिडियो ज्ञान दिन होइन, जस्ट मेरो अब्जर्भेसन सेयर गर्नको लागि। स्कुलमा तिमी मेहनत गर्छौ भने मार्क्स अलमोस्ट ग्यारेन्टिड हुन्छ, बट लाइफमा त्यस्तो हुँदैन। मेहनतले मात्र रिजल्ट ग्यारेन्टी हुँदैन, टाइमिङ, डिरेक्सन र कुन जग्गामा कुन टाइममा चाहिँ तिमीले मेहनत गरेको छौ त्यो पनि त्यसले पनि धेरै इफेक्ट गर्छ। स्कुलमा टपरलाई इन्टेलिजेन्ट भनिन्छ, उसको फ्युचर ब्राइट छ भनिन्छ, बट रियल लाइफमा डिसिजन मेकिङ, इमोसनल कन्ट्रोल र कम्युनिकेसन यस्तो कुराहरूले चाहिँ इन्टेलिजेन्सलाई डिफाइन गर्छ। कोही +2मा फेल भइरहेको हुन्छ, त्यही नै बिजनेसमा सक्सेसफुल हुन्छ, धेरै पैसा बनाइरहेको हुन्छ। कोही चाहिँ युनिभर्सिटी टप गरेर पनि डिग्री धेरै हुँदाखेरि पनि लाइफमा स्टक हुन्छ, एउटा जब नै पाइरहेको हुँदैन। डिफ्रेन्ट केसेसहरू पनि छ त्यस्तो। स्कुलमा टिचर हुन्छन्, प्यारेन्ट्स हुन्छन्, सिस्टम पनि हुन्छ। लाइफमा कोही नै हुँदैन, सबै बिजी हुन्छ। तिमी फेल भए पनि लाइफ पज हुँदैन। यो रुल हार्स लाग्छ, बट यो रियालिटी हो। रेस्पोन्सिबिलिटी तिमीले एक्सेप्ट नगर्ने भन्न पाउँदैन, जसरी भए पनि एक्सेप्ट गर्नै पर्छ। त्यो रेस्पोन्सिबिलिटी तिमीले पुरा गर्नै पर्छ। केटा मान्छेहरू हो भने कमाउनै पर्छ। तर यो कुरा बुझेपछि मान्छे स्ट्रङ हुन्छ। आफ्नो रेस्पोन्सिबिलिटीलाई एक्सेप्ट गरेपछि कन्फिडेन्स अटोमेटिकली बढ्छ। स्कुलमा कम्फोर्ट रिवार्डेड हुन्छ। रुटिन फलो गर, एन्सर लेख, इक्जाम देऊ। लाइफमा कम्फर्टले प्रोग्रेस रोक्छ। ग्रोथ अलवेज अनकम्फर्टेबल हुन्छ। न्यू स्किल्स, न्यू फेलियर, न्यू फियर। इफ यु आर टु कम्फर्टेबल फर टु लङ, यु आर प्रोबेबली नट ग्रोइङ। स्कुलमा टाइम म्यानेज नगर्दा पनि इक्जाम रिपिट हुन्छ, फेल भयो नि रिपिट हुन्छ। लाइफमा अपर्च्युनिटी गयो भने त्यो अपर्च्युनिटी फेरि नआउन सक्छ। मनी रिकभर हुन्छ, बट टाइम रिकभर हुँदैन। लाइफको बिगेस्ट रिग्रेट युजली यो हुन्छ कि मैले टाइम वेस्ट किन गरेँ। स्कुलले हामीलाई रुल्स फलो गर्न सिकाउँछ, लाइफले हामीलाई रुल्स बुझ्न सिकाउँछ। यो रुल्स बुझेर पनि लाइफ पर्फेक्ट हुँदैन, तर कन्फ्युजन कम हुन्छ, डिरेक्सन क्लियर हुन्छ। If this video make you think about it, then you are already ahead of many people. So subscribe यस्तै नयाँ कन्टेन्टहरुको लागि।